बस्नुपर्छ यहाँ आना बस्नु आफ्टर कति डेज कति दिन बन्ने आधी महिना नि म भेट्यो गरेको धेरै धेरै आशीष दाजु बोजू परिवार सबैलाई यता राखिदिन्छु ल धुप बनाउँछ ल हैन अहिले हो काम गरेको छ के जिउ पनि खोल्दिम के हुँदैन यस्तो तातो घाम छ कसो लाग्यो भने फर्स्ट काम हेरेकै छोराले सरस्वतीहरू गुड मर्निङ अहिले चाहिँ हेर्नु तलपुर घाम लागिसकेको छ है हेर्नु सक्नुहुन्छ अनि आज चाहिँ छ हाम्रो छोराको नामकरण छोरोको नाम आज चाहिँ छ छोरा यदि शब्द चाहिँ के भन्न चाहन्छु भने आज चाहिँ मेरो छोरोको नामकरण हो नेम रिभिल चाहिँ टिल भिडियोको एन्डमा है ल घाम यस्तो दामी छ यस्तो घाममा चाहिँ आमा छोरा घाम ताप्दैछ हेलो आज न्वारानको नानीको न्वारानको लागि सबै कुरो रेडी भइसकेको छ घाम पनि मजाको लागेछ के पाक्दैछ हौ चिकन अनि के छ अरू खै कर्चीमा चाहिँ आएको छैन है यहाँ सुँगुर रहेछ है गरेको छैन बुहारीहरूले दिँदा हुन्छ भाइ बुहारीहरू त भगवान हो अरे खाएर चाउन लगाउँछ भाइले पनि लु भिडियो बढाबढी है एकदम चिस्टी चिस्टी गोर्खेल्छ मान्छेले नुन चाहिँ बाँध्नु अरे हो नानीको बडाले पोटल बनाउन आँटेको रहेछ बाजे नानीको बाजे बोजूहरू सबैजना यहाँ राम्ररी निकाल्दैछ आलु एकदम आज त दिन पनि एकदम राम्रो छ घाम लागिरहेको छ एकदमै राम्रो रमाइलो दिन आज हेरेको घाम हेऱ्यो नानीले देखाउँदा चाहिँ के हुन्छ भने पछि गएर आँखा चिनिँदैन
दहीले नि ए दहीले बस्नुपर्छ यहाँ अलिकति आमा बस्नु किनभने छोरा बाबाको प्यारो हेर्दैन ठिकै हो ठिकै हो आमाको प्यारो ठिकै हो ठिकै ठिकै एकदम सही हो दहीको चाहिँ यहाँ काट काट चिसो भएर च्याएर घाम देखाइदिनुहोस् होइन देखा उयो 10 सुर मात्रै नि भन्नुहोस् भाइको दुईटा हो नानी ट्विन्स हो म त ट्विन्स हो भन्दैछु एडिटिङ यस्तो डरलाग्दो एउटालाई दुईटा भनेको मैले अहिलेसम्म सुत्केरीको सुप हो यो सुत्केरीको खाना केरीलाई अलिकति बोसुमा साझ यो के हो आलु दम इज रेडी मर्ची चिकन यो चाहिँ हो स्पेसल यहाँ सुरु भइसक्यो बोजूपाटीहरू सुरु भइसक्यो सबै रेडी छ पाकेर यहाँ चाहिँ भात पाक्दैछ बडा बाजेले बनाउँदैछ यता आउनै गाडी खाना खानुपर्छ नि यही यता चाहिँ के बनाएको तैँले पोटल हुँदैछ नानीको बडाले बनाउँदैछ पोटल सबै खानाले बनाएकै आज चाहिँ बडाले बनाएकै कर्ची मर्ची मात्रै लेडिजहरूले बनाएको यहाँ कालो दाल छ सब रेडी भइसक्यो ठुलो यो खोल्दैछ है पार्टी सुरु भयो नुहाउनु सुरु भयो ब्लगिङ के अन्त हेर्नु न राजा काका कालिम्पोङबाट राजाको यहाँ चाहिँ डल्ले बेबी अब डल्ले कति किन्नु परेन देखाउनु न के छ यसमा यो दुईटा प्याम्पर छ सानो यो चाहिँ हस्पिटलबाट गिफ्ट डायपर मात्रै रहेछ वाइट छ ए त्यत्रो वाइप्स त्यति हो वाइट अन्त यो लिप बाम छ अन्त साबुन छ त्यति चारवटा आइटम रहेछ यहाँ लिप बाम कुन चाहिँ फर्स्ट किसहरू त्यो भित्रमा आउँछ यस्तो र बेबीहरूकोमा छ